ये पिन्जी म खाना एकदम धेरै कौन है ये लोग कहाँ से आते हैं ये गुड मर्निङ हाम्रो चाहिँ यो बिहानी बिहानी यति राम्रो ब्रेन साग बनाएर कस्तो मजाको यो साग मात्रै होइन है फर्सी मुन्टा पनि छ कस्तो मजाको हामीले यो केलाएर हाम्रो बिहानीको सुरुवात भइसकेको छ अब सानो छोरोले तले अब ल बुबु खाने आइडिया सानो छोराको बुबु खाने आइडिया खायो भाइ तपाईँले गर्दा ल गर्दा चाहिँ हेर्नु मेरो बासै भएछ आप खाना आप खाने भए आओ यति मिठो आप खाँदैछौँ है हामी चाहिँ Few moments later. हेर्नुहोस् हाम्रो परिवारहरू यहाँ एकदम गर्मी भएर बसिरहनु भएको छ अब चाहिँ हामी जाँदैछौँ यहाँ बेन्जी हुन्छ यहाँ सानो बाबु सुतिरहेको छ म यहाँ छु एकदम गर्मी भइरहेछ अनि हामी चाहिँ अहिले रिसोर्ट जाँदैछौँ नाङ्लो खाना मम्मी नाङ्लो खाने भने त नाङ्लो सेट कतिको एक्साइटेड हुन्छ तपाईँ नाङ्लो सेट खाना एकदम धेरै क्या थोरै स्पेसल कार्ड यो के हो येमा कहाँ पुडाले गाल नम्बर प्लेट देखाउनु यो चाहिँ हेर्नु है नम्बर प्लेट चाहिँ यो देखेर पनि हामीलाई समात्ला भन्ने डर भाइ सो यो चाहिँ हाम्रो अनि यहाँ चाहिँ बाबाको गाडी अनि यहाँ चाहिँ दाइ र भाउजू पनि चढिसक्नु भएको छ अनि हाम्रो दाइ उता हिरो दाइ पुरा आमा इन्ट्री छ है इन्ट्री आमा मरद इन्ट्री हानेर भएको चाहिँ म चाहिँ यहाँ छु म त रेडी भइसकेँ एकदम फर्मल ड्रेसमा एकदम के भन्छ कम्फर्ट ड्रेसमा सो यहाँ छ मेरो बहिनी अनुहारभरि फोटो के बनाएर लाग्दो बनाएको छ अब हामी चाहिँ जान्छौँ 10 केजी फुलले चाहिँ जहाँ गयो पुग्दो रहेछ क्या हामी चाहिँ गयौँ ल मम्मी लाउनु सो फाइनली एन्ड छोरीको यो हाम्रो मेन यो चाहिँ नेपाल हो भने यो चाहिँ बर्डर हो सो यो खोलाले मात्रै छुट्टिन्छ अनि यो पुलबाट चाहिँ फेरि हामी बर्डर जाँदैनौँ उताबाट उता बर्डर हो यता सो हाम्रो बाबा हुनुहुन्छ यहाँ पनि जे हुनुहुन्छ अनि म छु अनि यो चाहिँ हाम्रो यहाँको झन्डाहरू पुरा होइन जे भए पनि अलिकति डेभलप गरिरहेको छ यहाँनिर चाहिँ सक्दो ट्राई हामी चाहिँ दाइहरूलाई कुदाइछौँ मम्मीहरू त उडेर फुर्र भइसक्नु भयो फुरुरुरु भइसक्नु भएको छ सो हामी चाहिँ अहिले जाँदैछौँ खै के ट्री रिसोर्ट भन्नुभएको थियो के अरे बाबा के रिसोर्ट रे सिङ्गल ट्री अनि हेर्न सक्नुहुन्छ स्ट्रबेरी अनि यो चाहिँ सेतो बिर हो यहाँको स्पेसल अनि कति धेरै आउनुहुन्छ यसको लागि बिनु चाहिँ पुरा आफ्नो उस गर्दै हुनुहुन्छ है हामी चाहिँ दाइहरूलाई कुर्दैछौँ त्यसमा हामी फोटोहरू भिडियोहरू खिच्दै गर्छौँ ल हामी चाहिँ यसरी यतिर भैयाहरूले हेर्नुहोस् त्यहाँ भैयाजीहरू हेर्न सक्नुहुन्छ यहाँनिर चाहिँ पुरै आउनुहुन्छ यसरी हामी चाहिँ यो जङ्गलको बाटो यसरी हामी चाहिँ नेपालै हो यो चाहिँ इन्डिया त्यहाँबाट चाहिँ उता इन्डिया हो यो चाहिँ नेपाल हो अनि यो बाटो छ यहाँनिर अलिकति अफिस पुरै पिच छ बाटो चाहिँ राम्रो छ यतातिर चाहिँ गएको छैन हाम्रो अझै हाम्रोतिर पुगिन्छ पिच तर यहाँ चाहिँ पिच छ हेर्न सक्नुहुन्छ सिप हाम्रो जनताहरू हुनुहुन्छ यहाँनिर दाइ बुने बाबाको चाहिँ अलग छ दाइ बाबु भाउजू मम्मी यहाँ हुनुहुन्छ बिनुजी म छु यहाँ अब हामी चाहिँ वेट गर्छौँ र अर्को पनि पिस आउँदैछ सेम लाइक ल हामी खान्छौँ र टेस्ट गर्छौँ भेरी स्विट गाइस के छ मम्मी के भन्नु छ ओके गाइज वी आर डन विथ आवर फुड्स अनि हेर्नुहोस् हाम्रो टेबल यो थोरीको एकदमै फेमस नाङ्गो सेट हो अरे बट इट वाज नट
that much of good what I expected. ठिकै थियो तर अब के गर्नु यो ठाउँ नै यस्तै भइसकेपछि we should compromise. Okay guys, now we're ल यहाँ copyright please. यहाँको greenery viewing vibes. यस्तो छ प्लेस. ओके यस्तै हो गाइज गाउँघरको रेस्टुरेन्टहरू. हामीलाई चाहिँ यहाँ हाम्रो मिसेस मगर्जीले टुर गर्दै हुनुहुन्छ भनेको. खै टुर त के पो गर्नु. यस्तो छ यो एउटा सानो सानो लाइक कटेज रुम्स लाइक त्यस्तै रहेछ. रानी वन रे, सानो घर टुरे, देन सीता गुफा रे. नाइस पर्फेक्ट प्लेस. यस्तो रहेछ. यता आन्टीहरू नाच्दै हुनुहुन्छ. अनि यहाँ स्विमिङ पुल. यो ठाउँको चाहिँ फर्स्ट स्विमिङ पुल भएको रेस्टुरेन्ट अरे. अनि बिसाइड द्याट त्यस्तो ग्रिनेरी छ. मलाई यो प्लेस भन्दा I really love this place. तपाईँ पनि स्विमिङ गर्ने? Looks pretty, looks pretty, looks pretty. भ्यू राम्रो देखिरहेको छ. एकदम राम्रो रहेछ. लाइटहरू जस्तो छोरीको प्रगति हुँदै रहेछ. एकदमै राम्रो. तपाईँले गर्न सक्नुहुन्छ. राम्रो राम्रो सपोर्ट गर्नु. यो ठाउँलाई डेभलप गर्नुको लागि पनि यो कुराहरू बढ्यो पनि 2 किलो भनेर डन्ट पऱ्यो भन्ने खाइयो. उता गएपछि अहिले मस्त मगा पेल्नुपर्छ भनेर सोचियो. यो चाहिँ यहाँनिरको हाम्रो छोरीको चाहिँ सपिङ गर्ने अलिकता राम्रो खोलेको रहेछ रिसेन्टली अहिले. अनि यो चाहिँ गोर्खा उतापट्टि लेडिजहरूको पनि रहेछ. यो चाहिँ यहाँनिरको है गोर्खाज भन्ने थोरै सपिङहरू पनि गर्न आइरहेको छौँ बाबा र मम्मीको लागि, बाबा र दाइको लागि. सो यहाँ छौँ चाहिँ. सानो पुच्चु म्याउ 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 पुच्चु The next day. गुड मर्निङ सबैजनालाई फेरि पनि आजको एनदर भिडियोमा. अनि एनदर भिडियोमा चाहिँ हेर्न सक्नुहुन्छ हाम्रो पुन्टु यहाँ पुरा ओहो बटारेर. ए राम 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 यस्तो बटारेर. उहाँ चाहिँ मम्मी हुनुहुन्छ. यहाँ पुन्ती छ होइन. अनि हिजो चाहिँ हामीले एकदम रमाइलो गरेर आयौँ होइन. आएपछि ब्याक भिडियो मैले बनाएको थिएँ. साथी चाहिँ अधुरो आइरहेछ होला. इन्डियन भिडियो बनाएन होइन. किन भन्दा रमाइलो भयो. आयौँ घर. त्यसपछि यताउता मिटिङ सिटिङ पनि थियो. सो त्यो कारणले गर्दा अहिले चाहिँ हाम्रो घरमा सुरु भइसक्यो कार्यक्रमको लागि. सबैजना एकदम के हुँदैछ बाहिर हेर्दै गर्नु होला. हुन्छ अब हाम्रो घरमा कार्यक्रम सुरु भइसकेको छ. कस्तो भइरहेछ नाङ्लो कार्यक्रम सुरु भइरहेछ. कोही यता लसुन केलाउँदै हुनुहुन्छ. कोही यता हाँसेर हौ ग्रिन टी बनाउँदै हुनुहुन्छ. खालि स्टोरेज फुलबाट हैरान भइसकेँ म. अर्कोमा यता चाहिँ मम्मी पुरा आफ्नो खुट्टा फाटेर यहाँ मजाले गर्दै हुनुहुन्छ. यहाँ रुँदैछ कोही कोही. म एक्लो भयो. मलाई कसले छोडिदिए यहाँ. मलाई कसले छोडिदिए. म एक्लो बनाएर मलाई भनेर यहाँ मेरो मुटु छ. कोही सुतिरहेछन्, कोही लुगा धुँदैछन्. ओहो घरमा त कार्यक्रमै कार्यक्रम. ल ल ल ल ल ल औ नक्कले को तिमी नक्कल पार्ने. के भयो निद्रा लागेको छ कि जस्तो लाग्यो. दुध खायो भने सुत्छ होला. ए हैन कसो हात देखाउनु. यसरी हात देखाउनु त. हात देखाउनु यस्तो गरे. सफा भयो. अनि बाजेको हात कस्तो थियो. बाबाले चाहिँ अब बाजेको खुट्टा हेर्नु कुन कस्तो छ. आम्मामा डन्जर बाजे होइन क्या यो आवाज काट्नुपर्छ. नङ काटेको देखाएको खुसी हो बाजे. यसरी गर्दा दाँत देखाउनु त. दाँत छैन यस्तो छ. बाजे यस्तो गर्थ्यो. यस्तो गर्न हात
ल मम्मीको एकदम लामो समय धेरै सायद 7-8 वर्ष भयो होला लुङ्गी सो फाइनल आई वेयर किन भन्दा मम्मीले खासै वेयर गर्नु हुँदैन अनि हेर्नु पुरा घर आएपछि मम्मीको लुङ्गी मम्मीको चप्पल हो मम्मीको चप्पल दाइको टी सर्ट अनि हेर्नु मलाई हेर्ने हुने दर्शक महानुभावहरू केमा हुन्थ्यो त तपाईँ सबै कट्टुमा सर्ट्समा अनि मम्मी हेर्नु मम्मी फेरि आमा आफ्नै ताल्छ फेरि मम्मीको चाहिँ हेर्नु यो हरियाली मम्मीको यो तरकारी बारीले तरकारी बारी यस्तो भन्ने मान्छे चाहिँ ऊ भयो खालि नचाहिने बोल्ने सो हेर्नु न कतिवटा फुलमा मात्रै लाउँदैन भाइ कमन लगाएर प्राइस चाहिँ मिस्टर ह्यान्डसमलाई हेर्दैमा दिन गइरहेको छ हाम्रो है पछि एकछिनपछि हामी बजार पनि जाँदैछौँ है अनि सँगै आज मेरो अनुहार पनि अलिक कस्तो देखिरहनु होला रेडी त भएको छैन सो बाहिर जाने काम छ अनि र यो ब्लग चाहिँ हिजोको दिनदेखि आजसम्म अहिलेसम्मको लागि गयो जति पनि सर्ट्सहरू छ भिडियोहरू हामीले क्लिप्सहरू हजुरहरूलाई देखायौँ होइन जुन तपाईँहरूले हेरिदिनु भयो खुसी लागेर हेर्नु भयो होला कसैले यस्तो पनि भनेर हेर्नु भयो होला सो डु सपोर्ट गर्नु होला सबैजनाले माया दिनु होला भन्न चाहन्छु अनि अहिलेसम्म हेरेर साथ दिनुभएकोमा तपाईँहरू सम्पूर्णलाई मेरो तर्फबाट धेरै धेरै माया भन्दै आजको यो भ्लग चाहिँ हामी यहीँ गर्दै जानेछौँ सबैजनालाई बाई बाई लकी